आदरणीय दर्शक महानुभावहरू नमस्कार। बुद्ध शिक्षाको श्रृङ्खलामा आज फेरि म महत्त्वपूर्ण बुद्ध बानीहरूलाई लिएर उपस्थित भइसकेको छु। जुन बुद्ध बानीहरूलाई भगवान बुद्धले धम्मपदमा उल्लेख गर्नु भएको थियो। आजका यी बुद्ध बानीहरू हरेक व्यक्तिका लागि, हरेक मानवका लागि प्रेरणादायी छन्, जीवनोपयोगी छन्। जुन बानीहरूलाई हामीले श्रवण गरेर त्यसलाई पालन गर्न सक्यौं भने यसले अवश्य हरेक प्राणीलाई सुख, शान्ति, समृद्धि, आनन्द र महासुखतर्फ अगाडि बढाउन सहयोग गर्दछ। तसर्थ आजको विषयवस्तुलाई सुरुदेखि अन्तिमसम्म सुन्नुहोला, मनन गर्नुहोला र तपाईले यो आवाज कहाँबाट सुन्दै हुनुहुन्छ कमेन्टमा नमो बुद्धाय लेखेर अवश्य कमेन्ट गर्नुहोला। जुन कार्यले मलाई थप उत्साह र प्रेरणा मिलेछ। आउनुहोस् ढिला नगरिकन बुद्धका यी अमृत बानीहरूलाई श्रवण गरौँ, मनन गरौँ र जीवनमा सुख, शान्ति र आनन्दलाई सधैँ कायम राखौँ। आउनुहोस् ढिला नगरिकन बुद्ध बानीहरूलाई श्रवण गरौँ। नम्बर 1 मा छ, मन नै पहिले जाने धर्म अर्थात् स्वभाव हो। मन नै श्रेष्ठ छ, सबै मनोमय छन्। जसले दृष्ट वा खराब मनले बोल्छ वा केही गर्छ भने उसलाई दुःखले पछ्याउँछ, जसरी गाडको पछि पाङ्ग्रा लागेको हुन्छ। नम्बर 2, मन नै पहिले जाने धर्म स्वभाव हो। मन नै श्रेष्ठ छ, सबै मनोमय छन्। जसले प्रसन्न वा राम्रो मनले बोल्छ वा केही गर्छ भने उसको पछि सुख लाग्दछ, जसरी शरीरको पछि छाया लागेको हुन्छ। नम्बर 3, मलाई गाली गर्यो, मलाई पिट्यो, मलाई हराइदियो र मेरो लगिदियो इत्यादि भनेर जसले आफ्नो मनमा बार बार विचार गर्छ त्यसको मनमा कहिल्यै पनि वैरभाव शान्त हुने छैन। नम्बर 4, मलाई गाली गर्यो, मलाई पिट्यो, मलाई हराइदियो र मेरो लगिदियो इत्यादि भनेर जसले आफ्नो मनमा बार बार विचार गर्दैन त्यसको मनमा वैरभाव शान्त हुन्छ। नम्बर 5, रिसले वैरभाव शान्त हुने छैन, प्रेम भावले मात्र वैरभाव शान्त हुन सक्छ। यही सनातनदेखि चलिआएको। नम्बर 6, मूर्खले मात्र हामीले एक दिन अवश्य मर्नुपर्छ भनी विचार गर्दै, हामी मर्नेछौँ भनी विचार गर्ने बित्तिकै कलह शान्त हुन्छ। नम्बर 7, इन्द्रिय संयम नगरी राम्रो देख्ने, भोजनमा मात्र नजान्ने, प्रियहीन हुने यस्तालाई बतासले रुख ढाले झै मारले बिताउँछ। नम्बर 8, इन्द्रिय संयम गरी राम्रो नदेख्ने, भोजनमा मात्र ज्ञान राख्ने र श्रद्धा वीर्य कायम राखेका यस्तालाई पर्वतको ढुङ्गा बतासले हल्लाउन नसके झै मारले डगाउन सक्दैन। नम्बर 9, इन्द्रिय दमन गरी सत्य ज्ञानबाट दूर भई आफ्नो मनलाई स्वच्छ नराख्नेलाई गेरुवा वस्त्र सुहाउँदैन। नम्बर 10, क्लेशलाई दूर गरी आफ्नो मन स्वच्छ राखी शीलवान भई इन्द्रिय दमन गरेर सत्य ज्ञानमा बस्नेलाई गेरुवा वस्त्र सुहाउँछ। नम्बर 11, असारलाई सार, सारलाई असार ठान्ने यस्तो मिथ्या दृष्टि हुने व्यक्तिलाई सार पदार्थको लाभ हुँदैन। नम्बर 12, सारलाई सार, असारलाई असार देखेर सम्यक दृष्टि हुने यस्ता व्यक्तिलाई सार पदार्थको लाभ प्राप्ति हुन्छ। नम्बर 13, नराम्रोसित छाएको छानाबाट पानी चुहे झैं राम्रोसँग नबाँधेको चित्तमा जहिले पनि राग चुहिन्छ। नम्बर 14, जस्तो राम्रोसँग छाएको छानाबाट पानी चुहिँदैन त्यस्तै शुद्ध चित्तमा राग चुहिँदैन। नम्बर 15, पापी व्यक्तिलाई इहलोक परलोक दुवै लोकमा शोक हुन्छ। आफूले गरेको खराब कामलाई देखेर आफू दुखी र पीडित हुन्छ। नम्बर 16, पुण्यवान व्यक्ति इहलोक परलोक दुवै लोकमा सुखी हुन्छ।
आफूले गरेको राम्रो कामलाई देखेर आफै सुखी हुन्छ, प्रमुदित हुन्छ। नम्बर 17, पापी व्यक्तिलाई यहाँ पनि वहाँ पनि दुवै लोकमा ताप हुन्छ। मैले पाप गरेँ भन्ने विचारले मनमा सन्ताप हुन्छ, दुर्गतिमा पुगेर उसलाई झन् बढी ताप हुन्छ। नम्बर 18, पुण्यवान व्यक्तिलाई इहलोक परलोक दुवैमा आनन्दको अनुभव हुन्छ। मैले पुण्य गरेँ भनी आनन्दित हुन्छ, परलोकमा पुगेर यहाँ भन्दा पनि धेरै आनन्द प्राप्ति हुन्छ। नम्बर 19, जस्तो अर्काको गाई चराउने गोठालाले दूध प्राप्त गर्न सक्दैन, त्यस्तै धेरै धर्मको कुरा गर्न जानेर पनि तदअनुसार आचरण नगर्नेलाई श्रमणत्व फल प्राप्त हुन सक्दैन। नम्बर 20, अलिकता मात्र धर्मको कुरा गर्न सक्ने भए तापनि धर्म अनुसार आचरण गर्ने राग, द्वेष र मोहलाई हटाई राम्रो धर्म बोध भएर आफ्नो चित्तलाई क्लेशबाट हटाई इहलोक र परलोकको चिन्ता नगर्नेलाई श्रमणत्व फल प्राप्त हुन सक्दछ। नम्बर 21, अप्रमाद निर्वाणको बाटो हो, प्रमाद मृत्युको बाटो हो, प्रमादीहरू मर्ने झैं अप्रमादीहरू मर्दैन। नम्बर 22, आर्य धर्ममा नियुक्त भएका पण्डितहरूले अप्रमादमा भएको जुन विशेषता हो त्यसलाई देखेर अप्रमादी हुनुमा नै विशेष रुचि देखाउँछ। नम्बर 23, धैर्य राख्न सक्ने ध्यानीहरूले आफ्नो वीर्यलाई ध्यानको सहाराले बढाएर जन्म मरण रहित निर्वाण पद र अन्तर् योगक्षेम प्राप्त गर्दछन्। नम्बर 24, उद्योगी स्मृतिवान भई शुभकाम राम्रोसँग गरी संयमी भएर धार्मिक जीवन बिताई अप्रमादी हुने व्यक्तिको यश बढ्दछ। नम्बर 25, बुद्धिमानले संयम र चित्त दमन गरी अप्रमादी भएर बाढी आए पनि हुत्याउन नसकिने टापु बनाउनु पर्दछ। नम्बर 26, मूर्खहरू प्रमादी हुन्छन्, पण्डितहरू सेठले धन रक्षा गरे झैं अप्रमादलाई रक्षा गर्दछन्। नम्बर 27, प्रमादी नहौ, काम विषयमा आसक्त नहौ, अप्रमादी भई ध्यान गर्यो भने विपुल सुख प्राप्त हुन्छ। नम्बर 28, जुन बखतमा पण्डितले प्रमादलाई अप्रमादले जितेर आफू शोक तापबाट रहित हुन्छ त्यस बखत उसले प्रज्ञा रूपी उच्च प्रसादमा बसी शोकी सन्तप्त प्राणीहरूलाई पहाडको टुप्पाबाट पहाड मुनि बस्ने मानिसलाई देखे झैं देख्दछ। नम्बर 29, प्रमादीहरूमा अप्रमादी, निद्रालुहरूमा अनिद्रालु र बलहीन घोडाहरूमा सबल घोडा अगाडि गए झैं बुद्धिहीन व्यक्तिहरूमध्ये बुद्धिवान पूर्वगामी हुन्छ। नम्बर 30, अप्रमादी हुनाले इन्द्र देवताहरूको राजा भए अप्रमादको प्रशंसा हुन्छ, प्रमादको सधैँभरि निन्दा हुन्छ। नम्बर 31, प्रमादमा डर मानी अप्रमादमा मन लगाउने भिक्षुले फेरि फेरि जन्म लिनुपर्ने सानो ठुलो जुनसुकै संयोजनलाई पनि आगोले भस्म गरे झैं भस्म गर्दछ। नम्बर 32, प्रमादमा डर मानी अप्रमादमा मन लगाउने भिक्षुको खराब गति हुँदैन, ऊ निर्वाणको नजिकै आइपुग्दछ। नम्बर 32, बुद्धिमान व्यक्तिले बाणकारकले बाण सोझो पार्ने झैं आफ्नो चञ्चल तथा रक्षा गर्न गाह्रो चित्तलाई तह लगाउँछ। नम्बर 34, जसरी पानीबाट झिकेर सुक्खा जमिनमा राख्दा माछा छटपटाउँछ त्यसरी नै मारको जालबाट छुटाउँदा यो चित्त छटपटाउँछ। नम्बर 35, छेन छेनमा उत्पन्न हुने रोक्न गाह्रो जताततै दगुर्ने स्वेच्छाचारी चित्तलाई दमन गर्नु बेहिस हुन्छ, चित्त दमन गर्नाले नै सुख पाइन्छ। नम्बर 36, पण्डित हो अगोचर सूक्ष्म र मन परेको ठाउँमा जाने चित्तलाई रक्षा गर, चित्तलाई बसमा राख्यो भने सुख पाइन्छ।
नम्बर 37 टाढा टाढासम्म पुग्न सक्ने, एक्लै हिँड्ने, बिना शरीरको गुफामा बस्ने, चित्तलाई बसमा राख्न सक्ने व्यक्ति मारको बन्धनबाट मुक्त हुन्छ। नम्बर 38 चित्त स्थिर नभएको, सद्धर्म नजान्ने र प्रसन्न स्वभाव नभएको व्यक्तिलाई प्रज्ञा ज्ञान पूर्ण रूपले प्राप्त हुन सक्दैन। नम्बर 39 अनासक्त, स्थिर चित्त र जागृत चित्त भई पुण्य र पाप दुवै नभएको व्यक्तिलाई भय हुने छैन। नम्बर 40 शरीरलाई माटाको भाँडो सम्झी चित्तलाई नगर झैं सुरक्षित राखेर प्रज्ञारूपी शस्त्र लिएर मारसँग युद्ध गर, मारलाई जितेर पनि अनासक्त भई आफ्नो चित्तलाई रक्षा गरिरहनु। नम्बर 41 चाँडै नै यो शरीर विज्ञान रहित भई काम नलाग्ने काठको मुढा झैं भूमिमा लडिरहनेछ। नम्बर 42 शत्रुले शत्रुलाई जति हानि पुर्याउन सक्छ त्यो भन्दा पनि बढी हानि कुमार्गमा लागेको चित्तले पुर्याउँछ। नम्बर 43 सुमार्गमा लागेको चित्तले आफूलाई जति उपकार गर्दछ त्यति उपकार बाबु आमा र कुटुम्बले समेत गर्न सक्दैनन्। नम्बर 44 यमलोक देवलोक सहितको यो पृथ्वीलाई कसले चतुर मालीले फूल छाने झैं राम्रोसँग देशी धर्मपथ कसले रोज्न सक्छ। नम्बर 45 यमलोक देवलोक सहितको यो पृथ्वीलाई सेक्सले जित्ला, चतुर मालीले झैं राम्रोसँग देशी धर्मपथ सेक्सले रोज्ला। नम्बर 46 शरीरलाई पानीको फिँज समान अथवा मृगतृष्ण समान सम्झेर पण्डितहरू मार बन्धनबाट मुक्त भई मारले नदेख्ने ठाउँमा पुग्दछन्। नम्बर 47 पञ्च कामेन्द्रिय रूपी फूल टिप्नमा आसक्त भइरहने व्यक्तिलाई बाढीले सुतिरहेका ग्रामवासीहरूलाई बगाएर लगे झैं मृत्युले लैजान्छ। नम्बर 48 पञ्च कामेन्द्रिय रूपी फूल टिप्नमा व्यस्त भइरहने व्यक्तिलाई आफ्नो तृष्णा पूरा नहुँदै मृत्युराजले बसमा राख्दछ। नम्बर 49 भमराले फूलको रंग रूप नबिगारिकन त्यसको रस चुसेर गए झैं मुनिहरू ग्राममा विचरण गर्दछन्। नम्बर 50 अर्काको दोष र अर्काले के गर्यो के गरेन भनी हेर्नु भन्दा आफ्नो दोष र आफूले के गरे के गरिन भनी हेर्नु नै बेस हुन्छ। नम्बर 51 जस्तो बास नआएको फूल राम्रो भए तापनि निष्फल हुन्छ, त्यस्तै क्रियाहीन कुरा पनि निष्फल हुन्छ। नम्बर 52 सुगन्ध भएको राम्रो फूलको कदर भए झैं क्रियायुक्त कुरा जहिले पनि सफल हुन्छ। नम्बर 53 मालीले धेरै फूलबाट छानी छानी राम्रो माला गाँसे झैं संसारमा जन्मने मानिसले धेरै कुशल कर्म गर्नुपर्छ। नम्बर 54 फूल चन्दन चमेली आदिको बास हावा नपुगेको ठाउँमा जान सक्दैन, किन्तु सत्पुरुषको सौजन्य रूपी सुगन्ध दशै दिशामा फैलिरहन्छ। नम्बर 55 चन्दन तगर कमल चमेली आदिको सुगन्ध भन्दा शील गुणको सुगन्ध अति उत्तम हुन्छ। नम्बर 56 तगर चन्दनादिको सुगन्ध कम्ती छ, शीलवानहरूको सुगन्ध देवलोकसम्म पनि फैलिन्छ। नम्बर 57 शीलवान र अप्रमादी भएर चित्तलाई क्लेशबाट मुक्त गराएर बस्ने व्यक्तिको मार्ग मारले पत्ता लगाउन सक्दैन। नम्बर 58 ठुलठुला बाटामा फ्याँकिएका फोहोर ठाउँमा कमलको फूल उम्रे झैं क्लेशयुक्त पृथकजनको बीचमा सम्यक सम्बुद्धका शिष्यहरू प्रज्ञावान भएर जगमगाउँछ। नम्बर 60 निन्द नआउनेलाई रात लामो जस्तो लाग्ने, थाकेकालाई एक योजनको बाटो पनि टाढा लागे जस्तो लाग्ने, त्यस्तै सद्धर्म नजान्ने अज्ञानी मूर्खलाई संसारको बाटो लामो लाग्दछ। नम्बर 61
भरसक आफूभन्दा गुणी मानिसको सत्सङ्गत गर्नु, नभए आफू समानको सत्सङ्गत गर्नु, तर आफूभन्दा दुर्गुणीको सङ्गत कहिले नगर्नु। यस्तो सङ्गत गर्नुभन्दा त सुदृढ मन राखी एक्लै हिँड्नु जाति हुन्छ। नम्बर 62। मेरो छोरा छ, धन छ भने अज्ञानीहरू चिन्तित हुन्छन्। आफ्नो देह नै आफूले भने जस्तो छैन भने छोरा भएर के गर्ने, धन भएर के गर्ने। नम्बर 63। आफ्नो मूर्खतालाई चिन्न सक्ने मानिस नै पण्डित कहलाइन्छ। मूर्ख भइकन पनि पण्डित हो भन्नेलाई मूर्ख भन्दछन्। नम्बर 64। डाडुले तिहुन तरकारीको स्वाद थाहा नपाए झैं मूर्खजनले पनि जीवनभर पण्डितको सत्सङ्ग गरे तापनि धर्मको मर्म बुझ्न सक्दैन। नम्बर 65। जिब्रोले तिहुन तरकारीको स्वाद पाए झैं विज्ञजनले क्षण मात्र भए पनि पण्डितहरूको सत्सङ्ग पायो भने धर्मको रस बुझिहाल्छ। नम्बर 66। मूर्खहरूले आफैलाई शत्रु बनाएर पाप कर्म गर्छन्। त्यही पाप कर्मको कटु फलपछि आफैलाई प्राप्त हुन्छ। नम्बर 67। जुन कामको फल भोग गर्दा आँसु बहाई पछुतो गर्नु पर्ला, त्यस्तो काम सज्जनले नगर्नु नै बेइस हुन्छ। नम्बर 68। जुन कामको फल भोग गर्दा पछुतो गर्नु पर्दैन, चित्त प्रसन्न रहन्छ, सज्जनले त्यस्तो कर्म गर्नुपर्दछ। नम्बर 69। पापको फल भोग गर्नु नपरेसम्म मूर्खले आफूले गरेको खराब कामलाई मह जस्तो ठान्दछ, तर पापको फल भोग्नु पर्दा दुखित हुन्छ। नम्बर 70। महिनामा एकपल्ट मात्र कुशाग्रले भोजन गरे तापनि मूर्खहरू पण्डितको अगाडि 16 आनामा 1 आना पनि मूल्यवान हुन सक्दैन। नम्बर 71। दुहुन साथ दुध बिग्रदैन, त्यस्तै पापको फल पनि तुरुन्तै आउँदैन। खरानीको आगोले क्रमशः पोले झैं पापले मूर्खलाई क्रमशः पोल्दै ल्याउँछ। नम्बर 72। मूर्खको बुद्धि अनर्थ गर्ने हुन्छ। मूर्खले आफ्नो मूर्खताको कारण आफ्नो सुख हुने भविष्यलाई आफ्नै शिर फोरे झैं गरेर बिगार्दछ। नम्बर 73। खराब विचार हुने भिक्षुले यस्तो इच्छा गर्दछ, भिक्षुगणमा माथि बसौं, मठ र बिहारको अधिपति हौं, अर्काको घरमा पूजित हौं, सबै काम आफूले भने झैं होस्। यस्ता संकल्प गर्ने भिक्षुको मनमा तृष्णा र अभिमान बढ्दै जान्छ। नम्बर 75। लाभ सत्कार पाइने बाटो अर्कै, निर्वाण पाइने बाटो अर्कै सम्झेर बुद्ध शासनमा बस्ने भिक्षुले समाजमा लाभ सत्कारको वास्ता नराखी एकान्तवासी हुने चर्या बढाउनु पर्दछ। नम्बर 76। आफ्नो दोष देखाइदिनेलाई गाडेको धन देखाइदिने मित्र भनी ठान्नुपर्छ। ज्ञानीहरू आफूलाई गाली गरेर सिकाउनेको सत्सङ्गत छोड्दैनन्। त्यस्ताको सत्सङ्गत गर्नाले आफ्नो उन्नति सिवाय हानि हुँदैन। नम्बर 77। उपदेश देऊ, आफूलाई अनुशासन गर, असभ्य स्वभाव छोड भन्ने मानिस सत्पुरुषहरूको प्रेम पात्र हुन्छ, उसलाई असत्पुरुषले रुचाउँदैन। नम्बर 78। पापी मित्र र अधर्म पुरुषको सङ्गत नगर, कल्याण मित्र र उत्तम पुरुषको सत्सङ्गत गर। नम्बर 79। धर्मरस बुझ्ने व्यक्ति प्रसन्न चित्त भई आरामपूर्वक निदाउँछ, पण्डितहरूले आर्य धर्ममा मन लगाउँछ। नम्बर 80। कुलो खन्नेले आफूलाई चाहिँदो ठाउँमा पानी लैजान्छ, बाण बनाउनेले आफूलाई चाहिए बमोजिम बाण बनाउँछ, सिकर्मीले पनि आफूलाई चाहिए बमोजिमको काठ बनाउँछ, त्यस्तै पण्डितहरूले पनि आफूलाई चाहिए बमोजिम आत्मदमन गर्दछ। नम्बर 81। ठुल्ठुला ढुङ्गालाई हावाले उखेल्न नसके झैं निन्दा र प्रशंसाले पण्डितहरूलाई विचलित गराउन सक्दैन। नम्बर 82। अगाध तथा गम्भीर पोखरीको पानी निर्मल भए जस्तै पण्डितहरूको चित्त सद् धर्म श्रवणको प्रभावले सूक्ष्म र निर्मल हुन्छ।
आदरणीय दर्शक महानुभावहरू, बुद्ध बानीको श्रृङ्खलालाई आज यहीँ समाप्त गर्दछु। फेरि अर्को बसाइमा यस्तै जीवनदायी अमृत बानी बुद्ध वचनहरूलाई लिएर उपस्थित हुने बाचा गर्दछु। अर्को बसाइसम्मको लागि बिदा हुन चाहन्छु। बुद्ध बानीको श्रवणले सबैको पुण्य कर्म संसारभरि फैलन सकोस्। भवतु सर्वमङ्गलम्।